हेलो गाइज वेलकम टु माई ब्लग दिस इज डे 2 इन कोरिया है। अनि यहाँ हाम्रो केटाहरू चाहिँ आज टमाटर प्याजहरू कहाँ पाउँछ दिन जान्छु। अनि म चाहिँ अब डिपार्टमेन्ट यता किचनको डिपार्टमेन्ट लिँदैछु होइन। ल ल ल ल मैले चाहिँ अब यहाँ खाना यहाँ रेडी गरिरहेको छु होइन। अनि मेरो गेटअप चाहिँ फेरि खतरा छ है। अब यहाँबाट कताबाट देखिन्छ होइन। यहाँबाट गर्दाखेरि ठिक्क हुन्छ सायद है। लक भएन सिक्दैछ अलिक ठेल्नुपर्छ अलिक ठेल्नुपर्छ पखला अलिक ठेल्नुपर्छ। एकछिन ठेलिनको लागि के भयो भन्दाखेरि खै यो चाहिँ लक लाउन पनि सिक्नु पर्ने रहेछ क्या कोरियामा। अनि मेरो चाहिँ यहाँ खाना अब घरको भात त छैन होइन। त्यही पनि हामीले बासमती घरमै यतै नेपालमै युज हुने खालको लिएर आएको छौँ। यसलाई चाहिँ अहिले भिजाएर छोडेर यतिको भिजाएर होइन यो पहिला सुरुमा चाहिँ यो पानी फ्याँक्छु होइन। हामीलाई थाहा छैन क्या यो पानी खान मिल्ने हो कि होइन भनेर। त्यही भएर यो मिनरल वाटर युज गर्दैछु मैले। अब एकदम रिच किड भइरहेको छु। अनि फेरि कोरियाको सामान लिँदै फेरि सब के भन्नु अब होस गर्न पर्छ। अनि यो चाहिँ मेरो तातो पानी खाने क्या यहाँ एकदम दामी छ नि है। यो चाहिँ सेलाउँदैन पनि क्या। लगाइस अब हेर्नु अब यहाँ अहिले के अरे गरिदिइरहेको छु होइन। अनि त्यसपछि घरमा भात पकाउँदाखेरि यो चाहिँ पानी नै चुकेन त यार म गरिदिनु ए ठिक छ। यति भएपछि कुकर 5 सिटी लाग्छ है। नजान्नेहरूले पनि सिकिरहेको नि फेरि। अनि यहाँ अब यता भिजाएर राखिदिइरहन्छु। अनि त्यसपछि टक्क केटाहरू आउँछन् खानेर म चाहिँ यसलाई पनि बसाउँछु है। अनि अब हामीसँग मैले लिएर आएको भनेको खानेकुरा लिएर आएको भनेको के छ त भन्दाखेरि यहाँ सेकुटी र मैले मसला लिएर आएको थिएँ। अनि यहाँ अहिले घाममा सुकाइदिइरहेको छु होइन। दामी छ। यो टमाटरहरू नभइकन त हुँदैन होइन। अनि यो पार्सल मैले ल्याइदिएको थिएँ सुनिल भाइ अनि हाम्रो स्वस्तिका बहिनी तिम्रो लागि पार्सल यो दिन आऊ छिटो है। अनि यो भनेको मेरो रुम टुर है। यो चाहिँ अब यतापट्टि सब केटाहरूको यो छ मेरो पनि यो लगेज भयो होइन। अनि यहाँ अब लकिल्ली भनौँ न यस्तो खालको चाहिँ हतपत कुनैमा पनि रुममा दिँदैन क्या। यसमा चाहिँ रहेछ क्या। यो चाहिँ मेरो हो पर्सनल होइन। अनि हामी 4 जना छौँ 1 2 3 4वटा पर्सनल भयो। अनि यहाँ मैले अब नधोएको लुगा यो पेन हिजो लाएर आएको थिएँ। अनि यो अब फ्याँक्नुपर्ने छ। अनि यहाँ अब दबाईहरू होइन इयरबडहरू पर्सनल। अनि साथीहरूले दिएको यो खदाहरू नेपालको झन्डा म यहाँ टाँस्छु है। अहिले यसको इज्जत गरौँ अहिले चाहिँ राखिरहेको छु। अनि यो दराज पनि दिएको थियो क्या यहाँ केटाहरूले लुगाहरू झुन्ड्याएको छ। मेरो चाहिँ कोटहरूको ह्याङ्गर थिएन त्यही भएर मैले यता भित्रै राखेँ। अनि यो सानो एउटा चिटिक्क परेको रुम छ है त। हाम्रो चाहिँ फ्ल्याटै भयो क्या 4 जनालाई 3 लाख रुपियाँमा यो गरेको डिपोजिट 4 जनाले। अनि त्यसपछि 45,000 चाहिँ के भन्छ 45,000 चाहिँ यो मन्थली रेन्ट। अनि यहाँ यो चाहिँ किचन क्या स्पेसियस छ क्या। किचन पनि दामी छ। यहीँ ओछ्याएर सुत्छु भन्दा नि हुन्छ। अनि यो किचनको लागि अघि भर्खर नर सुप बनाएर खाइने चिकन कोर्न नर सुप। अनि अब यो फ्रिज भयो। फ्रिज चाहिँ हामीले चलाएको छैनौँ होइन। बेकारमा किन इलेक्ट्रिसिटी बिल यो गरिराख्नु घर जस्तो होइन। अनि यो चाहिँ हाम्रो रुम पनि अब मिलाएकै छैन क्या। अब हिजो मात्रै बेलुका मात्रै आएको। अनि यहाँ अब मैले
मेरो पर्सनल स्पेस भने यहाँ राखेको चाहिँ किबोर्ड सिबोर्ड छ होइन। अनि किताबहरू केटाहरूले पनि लिएर आएको छन् किताबहरू अब। अनि यहाँ हाम्रो मैले लिएर आएको शिवजी भगवान् ओम नमः शिवाय अनिता गणेशाय नमो नमः यहाँ के अरे राखेको छु म उहाँको लागि चाहिँ एउटा ठाउँ अनि यहाँ एसी पनि छ। अनि यो चाहिँ बोइलरको लागि हो है, रुम टेम्परेचर मेन्टेन गर्नको लागि। सो अनि त्यसपछि यो हाम्रो लक्कीली क्या यो बेड पनि क्या हामीले नै पाएको। अनि अगाडि ठ्याक्क यहाँ बसिरहेको थियो अरे क्या मान्छेहरू, अनि उनीहरूले नै छोडिदिएर गएको अरे क्या। यो चाहिँ बेड पनि यो कुसन पनि कस्तो दामी छ क्या, लचक 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 यत्रो मोटो न मोटो केटाले यहाँ त यत्रो मोटो छ क्या कुसन पनि एकदम चाहिँ दामी छ। त्यही हिजो त मजाले अब आज चाहिँ निन्द्रा लाग्छ कि लाग्दैन होइन थाहा छैन त्यो। अनि टोइलेटहरू भनेको पनि राम्रो छ। अनि यहाँ जुत्ता राख्नको लागि पनि ठाउँ दिएको छ यो पनि। अनि हामीलाई त्यो वाटर यो पनि अनि यहाँ टोइलेट पेपर भयो, टोइलेट यहीँ छ। अनि बेसिन अनि नुहाउनको लागि यो चाहिँ मलाई थाहा भएन होइन, यो तातो पानी चाहिँ कसरी आउँछ भनेर अब सोध्नुपर्ने छ। अनि यहाँ वासिङ मेसिन अनि सब एकदम राम्रो छ भनौँ न अहिले। अनि यतापट्टि स्टोरेजको लागि एकदम प्लेन्टी सामानहरू हामीले एकदम भराउ राख्न सकिन्छ। अनि इन्टेरियर पनि दामी छ भनौँ न, राम्रो छ। केटाहरूले पनि स्टक्समा मैले पनि लिएर आएको थिएँ, सिउरा केटाहरूले पनि जम्मै लिएर आएको छन्। अनि काजु साजु सब हालेको छन् केटाहरूले होइन। अनि यहाँ मुनि पनि पुरै यहाँ चामलको धाक छ। अनि यहाँ त चाउचाउ त झन् कति छ यहाँ यो खानेकुराहरू भन्ने त टनाटन लिएर आएको छौँ हामीले। अनि यता यो चाहिँ पानी राखेको छौँ यहाँ होइन। अनि अरू कुरा अब यतिकै हो अहिले है। सो अब एकछिन पढिन्छ होला अनि खानासाना पकाउँछु म, त्यो खाना पनि पकाएर म हाल्छु है। बाजा केही आउँदैन होइन। हिजो एग्रिमेन्ट थियो, त्यो एग्रिमेन्ट गर्न आउनुभयो फेरि 4जनाको है त। ल केटाहरू चाहिँ अब हाम्रो डे 2 को भ्लगमा यहाँ केटाहरू पुरा यो गर्दैछन्, कन्ट्र्याक्ट हुँदैछ फेरि होइन दोस्रो। 4जनाको नाम पनि आइसकेको छ होइन। अनि हेर्दै हुनुहुन्छ नम्बर पनि दिनुहुँदैछ हामीलाई है। केटाहरू हाम्रो केही भाषा बुझिँदैन सब गुगल ट्रान्सलेट। ओके ल थ्याङ्क यू। केटाहरूले भएको कोरियन भाषा चाहिँ के रहेछ नाम, 창용미. 오케이, 땡큐. 감사합니다. 서빙 देखाउँदा 2000 को हो इंसान ए यो 2000 को यो 3000 को के लिएर आए यहाँ टमाटरले 900 रुपैयाँ केजी टमाटर 900 रुपैयाँ केजी टमाटर हाम्रो भन्दा यो राख्ने हैन यो डब्बा हुन्छ नि यसले डब्बा भयो हैन यो कति हो 400 कति दिन्छ यो 400 कि 450 500 त्यो प्याज चार साग लाएर खानुपर्छ 300 को सस्तो रहेछ के यस्तो सही हो चटको पनि आयो यो सफा गर्नु यो किचन सफा गर्नु अनि हाम्रो छ यहाँ चिकन जी थाकोगी यो भरेको लागि ल थाकोगी ओए टमाटर त के हो कस्तो कालो रहेछ त यही सस्तो छ रातो पनि रातो कसरी 1500 कि 2000 को दिँदै आमा बिग्रेको टमाटर लिएर आएछ केटाहरूले अन्त यस्तै हो यस्तै पाउँछ ठिक छ ल केही छैन ल अब म मिलाउँछु हैन खाने कुरा लास्टमा यो दाइ यो 40 रुपैयाँ किलो होला आमा रागा त्यसलाई सुमसुमाउँदै राख्यो डस्टबिन ल्याएनौ यहाँ डस्टबिन भन्दा मरे अब स्मोकिङ गरियो लाग्यो यसलाई कति पर्दो रहेछ यसलाई 300 रुपैयाँ पर्ने नेपाली 180 ठिकै हो सस्तै हो नि यो के को लिएर आयो कुखुराको हो नि 400 ग्राम लगाइछ
धेरै पर डुलेर आयो क्या उता सुपरमार्केट खोज्दा है कहाँ मेरो मार्केट भन्दा टोमेटो सुन्छ माटु भन्दा टोमेटो अप्सै भन्नु त्यो एउटालाई टाइपिङ गर्दै यहाँ यो चाहिँ नि अब यो सुपरमार्केटमा गएको होइन अब यही भित्र लिएर जाऊ किन भित्र लिएर गएको अनि सोधेको क्या यो के भन्छ यो क्यारी बाहिर राख्यो एकछिन बस्यौँ बाहिर होइन मलाई पर्खिनु भन्दै थियो क्या राखिदिएको दाइ पुरै अब होइन लगे लाग्छ लाज जस्तो लागेर भाषा है हुन्छ स्टार्ट त हुन्छ नहुँदा पनि हामी यति धेरै काम गरिसक्यो ट्रान्सलेटर तर हान्यो नि त त्यो लियो नि कन्ट्र्याक्ट होइन भइगयो पुरानो लिएर गयो त अब खान्छन् पकाउनु रेडी 그리고 여기도 이렇게 오. 다 닦는 거예요. 이거는 이렇게 해서 이렇게 सिकाउँदै हुनुहुन्छ मलाई के भाषा चाहिँ के बुझ्नु 이렇게 하는 거야. 알았지? 그리고 이거는 잠갔다 열었다. 그리고 여기도 이렇게 물기가 여기 이렇게 있으면 안 돼. 이렇게. 물기가 있으면 안 돼. 다 닦는 거야. 이렇게. 지저분하게 이렇게 하지 말고 이렇게 싹 해는 거야. 이렇게. 이렇게 해서 깨끗하지? 그렇게 하는 거야. And here hot water. 이건 알지 이거? 이렇게. 이거는 샤워할 때 shower hot water not 이렇게 해서 hot very cold 이렇게 해야 되는 빨래는 이렇게 넣는 거야. 넣어서 닫아서 전원부터 전원 동작 전원 누르고 동작만 भाइ त्यो 누르면 돼. अन गरेर त ट्रान्सलेट कस्तो विधि भइसक्यो त्यो ट्रान्सलेट अन गरेर त म केही बुझेको छुइनँ के भनेको यहाँ हटस्पट अन गरेर त यहाँ तनाव केही भाषा सासा नबुझेर आन्टीले के भन्नुहुन्छ हो अनि तनाव 매트리스를 얘는 뭐? 이 물에 물을 사용할 수 있습니까? 또 그냥 이렇게 넣어. 쿠킹 요리하다 물을 사용할 수 있습니까? 우리 그냥 먹어 이거. बकाइदा 이렇게 해서 이렇게 닦는 거야. यस्तोले चाहिँ रहेछ नि त नि मलाई कहाँ के बोकेर यो अर्को पनि ल्याएको छ त हामीले त्यही गर्नु त्यही त देखाएर हाँसेको त नि 이렇게 하는 거야 이렇게. इरिखेन नो इरिखेन 응? 그리고 이쪽으로 이렇게. लास्ट सिकाउँदैछ नि यार 이거는 뭐 하는 거냐? 여기 이렇게. ए त्यो चाहिँ छोप्ने रहेछ छोप्नेलाई चाहिँ साबुन हाल्ने बनाएछ उनीहरूले केटाहरू फेरि उस्तै उस्तै छ नजान्नु पनि बेग्लै रहेछ साबुन राख्ने ल्याउनु पर्दैन नि त केटा तिमीहरूले यो चाहिँ पुस्किनको लागि यो रहेछ होइन अनि नयाँ भ्युवर्सहरू भ्लगर्सहरू भ्युवर्स भ्लगर सब हेर्नु यहाँ सिकिराखे 이게 행주야 행주. यो यसको पनि चार्ज लाग्छ 그리고 쓰레기 봉투. डस्टबिन 쓰레기 봉투가 따로 있어. 저기다 버리는 게 아니고 여기는 종이. अनि 종이. 이렇게 버리는 거야. कागज ठाउँमा प्लास्टिक ठाउँमा
अनि ठिक टाढो अनि यो खाने यो वेस्टहरू चाहिँ अर्को ठाउँमा ठिक छ साउनीको टाउको दुखे जस्तो छ हाम्रो एरेन्जमेन्ट देखेर सब सिक्दैछौँ हामी भाषा नबुझे पनि होइन एकदम के कसो गर्ने हो एकदम ल गाइस बिहानको भात चाहिँ होइन अहिले 4:14 4:14 खाँदैछु यो चाहिँ मस्यौरा मैले घरबाट ल्याएको थिएँ अन्डा उतै किनेको यहीँ किनेको चिन्नुहुन्छ होला त इन्टरभ्यू दिएको होइन किरानीको को चाहिँ हाम्रो सेफ सौगात बबल बनाउनु भएको छ खाना घरको याद आइहाल्यो कसम खाना अब इन्ग्रिडियन्ट सबै घरकै छ नि त पुरै घरकै खेलेर एप्रिसिएसन देश केटाहरूले दिन्छ यार अब होइन मगाउन पकाउँछ 3 दिन भयो 3 दिन भएन कसम 1 रुपियाँ 10 रुपियाँ ए अनि यो 50 रुपियाँ ल ठिक छ 1 रुपियाँहरू चाहिँ कलेक्ट हाल्नुपर्छ खुद्रुकीमा 100 रुपियाँ त चल्छ नि त केटाहरू पनि यहाँ दामी दिँदैछन् केटा मभन्दा धेरै त पङ्कज भाइले हान्दो रहेछ यार खाना त त्यही त नि खोइ कता जान्छ जस अब चाहिँ कोरियाको हावा लाग्छ कि केटालाई एक्सपिरियन्स पनि सुन्यौँ भन्दै अनि आएन अनि त्यो मेरो भाइलाई के अनि भनी होइन के नेपाली हो भनेर भन्यो अनि नेपाली हुन्छ अनि क्युट रहेछ भन्न लगाइकन अनि एकछिन मक्ख परेर गएँ पछि त यति मात्र म त पुरा फ्रस्ट्रेट हो त धेरै साह्रो नबोल्नु पनि भनेको थियो हल्ला हिँड्नै चाहिँ स्लो मोसन हो हल्ला पनि हिजै भनेको त धेरै ठुलो स्वरले नबोल्नु भनेर ढोका त लागिरहेछ त ल बहिनीहरू ल कलेजमा भेटौँ है हामी ल ए ल ए ल डे 2 को भ्लग है यो चाहिँ ल बाई बाई गाइजहरू यो चाहिँ हाम्रो साथीको उयो साथीको बहिनी दिपेश भाइको बहिनी ल ठिक छ तर बुनु मास्टर नै हो नि होइन बुनु ए ऊ चाहिँ ब्याचलर हो ए ऊ ब्याचलर ए ल ठिक छ ल ठिक छ छनन् भनेको त म चाहिँ भइहाल्यो नि ल ठिक छ अब यस्तै हो हामी नेपालीहरू है कण्ठ पार्दै 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 गएर रड्दै गएर हाङ्गुक छुगुम के इन्ने हादा के पढ्दै गएर हैन हाम्रो मास्टरको सेकेन्ड सेमेस्टरदेखि हो जस्तो लाग्यो अनि गएन अनि सुन त्यहाँ गएन त्यहाँ गएपछि त लाटा लाटी जस्तो के साङ्गीतिक भाषा सुरु यो चार्जर यो यसमा फिट हुन्छ कि हुँदैन त्यही पनि बुझेन क्या इङ्ग्लिस बुझ्दैन इङ्ग्लिस अलि बुझ्दैन फेरि त्यस्तै छ आज त हामीलाई सामान देखेकै हुनुहुन्छ त गए त यहाँ तल राख नि जतिचोटि गयो त्यतिचोटि सामान कप 3टा कप आयो होइन हामीलाई मायाको चिनो
यो स्पुन यो खोइ के हो थाहा छैन यो प्लास्टिक जस्तो यो प्लास्टिक र्यापर जस्तो छ अनि यहाँ हेर न यो बटुकाहरू कस्तो हामीलाई त कस्तो माया गरेको नि हो हामी पनि त्यस्तै छौँ नि त नि माया लाग्दैछौँ हामी हेर्दै माया ए त्यो पोस्ने मेड इन जर्मनी होला यो चाहिँ त्यो यो पुस्ने हो पानी खाने पुस्ने सही हो हामीलाई कसै पोछा लाउने ए मजाले नि ल यस्तै छ यार हाम्रो ठिक छ ब्ल्याङ्केट 이거를 깔고 덮는 거야. 이게 뭔지 알아? 이거? 전기장판이야, 전기장판. 뜨뜻하게 불 들어오는 거 여기다 이렇게 끼워서 이렇게 쓰면 여기가 뜨뜻해지는 거야, 이게. 이런 게 있어야 되는 거야, 니네도. 우리 집은 더 춥지? 알아? 베개야, 베개. 그래. 이거는 여름. 이건 여름에 덮는 거예요. 덮는 거, 이렇게 덮는 거. 여름에 덮는 거. 그래서 여기서 사계절 이불이 다 있어야 돼. 사계절. 봄, 여름, 가을이 덮는 게 있어야 된다는 얘기야. चारवटा मसँग 4वटा ब्ल्याङ्केट टाइपको हुनु पर्यो रहेछ ब्ल्याङ्केट तातो पो हुँदो 이게 얼마냐? 400만 원. 400 요거 하나만 400. 팩 भनेको त सय होइन 알았지? 이불이 있어야 되는 거야, 니네. 추운 게 아니야. 니네 이불이 없잖아. सही हो कला चाहिँ बमिटाउला जस्तो गनाइरहेछ यार के गनाएको यो ए वाक्क लाग्दो 안 돼. 이게 안 잠겼잖아. अघि गोलिरहेछ 그 문은 이건 걸지 마. 알았지? ब्ल्याङ्केट होइन म्याट्रेस हो 이걸 깔고 ओछ्याउने हो सफाएको माया लागेछ यार आमालाई 깔고 여기 둘이 हेलो गाइज बिफोर एन्डिङ दिस सेकेन्ड डे ब्लग है आई वान्ट टु सो यु समथिङ भन्दा पनि के भन्नु भने नि ल सेकेन्ड ब्लग चाहिँ के अरे अब अन्तिम आइसकेको छ बेलुकाको 8:30 भइसकेको छ अनि मैले खाना अब रेडी गरिसकेको छु है खाना यहाँ कुकरमा छ अनि त्यसपछि मासुमा रस हालिदिएको थिएँ है यस्तो देखिँदैन अब अदुवा लसुनहरू चाहिँ केही छैन लिनु गएको छन् केटाहरू होइन टमाटर प्याज अनि घरबाट ल्याएको के अरे बेसार मसलाहरू युज गरेर मैले बनाएको होइन अनि बिहान पनि मस्यौराको झोलहरू बनाएको थिएँ अनि सब मिठै थियो अब यो पनि मिठै होला भन्ने आशा छ केटाहरूले चाहिँ खाइहाल्छन् होइन आफूलाई पनि आफूले बनाएको त मन परिहाल्छ ठिकै छ ल हेर्दै गर्नु होला कोरियाको जर्नी अनि कोरियामा अब अनि यहाँ अघि ल बाई बाई गाइज सी यु अन नेक्स्ट ब्लग